सम्पूर्णमा नमस्ते। म सुरज खड्का। मैले अस्तिको दिन मात्र यो सुपरिचित साना किसान सहकारीको विषयमा भण्डाफोर गरेको थिएँ र भण्डाफोर गर्दै गर्दा धेरैको पैसा फसेको भन्ने कुरा त्यहाँ आयो र नक्कली ऋणी खडा गरेर पैसा निकालेर झ्वाम पारिएको र ओडामा गएर कागज बनाएर तिर्छौँ भनेर त्यहाँ सम्झौता गरेको थाहा पाएको कुरा मैले सार्वजनिक गरेको थिएँ र सार्वजनिक गरिसके पछाडि यो कुरा त्यतिमा मात्रै रोकिएन। अहिले गीता धिताल हुनुहुन्छ जो अध्यक्ष त्यहाँको, उहाँले चाहिँ धम्की दिँदै हिँड्न थाल्नु भएछ। त्यहाँ जसले मैले बनाएको न्युज पाँचपोखरीभरि, उहाँको गाउँपालिकाभरि अथवा ओडाभरि जसले त्यो सेयर गरिरहेछ उहाँहरूलाई धम्की दिँदै हिँड्न थाल्नु भएछ। तपाईँ आफू गल्ती गर्ने बगैता मैले ओडा अध्यक्षलाई सोधेको छु र ओडा अध्यक्षसँग मेरो फोन संवाद भएको छ र तपाईँहरूले के गर्नुभयो सबै कुरा मैले अन्तबाट पनि रिपोर्ट लिएको छु र त्यहाँ ओडा अध्यक्षले पनि भन्नुभएको छ। र तपाईँ अहिले आफै गल्ती गर्ने अनि पैसा नतिर्ने अनि ती सिन्धुपाल्चोकका सोझा साझा जनतालाई त्यो मैले हालेको सूचना सेयर गर्यो भनेर तपाईँ धम्की दिँदै हिँड्ने। तपाईँ कानुनी राज्यमा हुनुहुन्छ। तपाईँलाई त ओडा अध्यक्षले नै त्यो बेला गल्ती गर्नुभएछ कागज गरेर, त्यही बेला तपाईँलाई सम्बन्धित निकायलाई जिम्मा लगाएर कारबाही गर्न छोडिदिनु पर्ने थियो। तपाईँलाई गाउँले भनेर ओडा अध्यक्षले छोड्नु भएछ। म भए छोड्दैन थिएँ होला सायद। तर अझै पनि तपाईँ यहीँ नरोकिएर आफ्नो गल्ती स्वीकारेर चाहिँ तपाईँ अगाडि बढ्नु होला भन्दा, आफ्नो गल्तीलाई सच्याउनु होला भन्दा अझै धम्की दिँदै हिँड्ने। तपाईँ त्यहाँको राजा हो, त्यहाँको रानी हो तपाईँ कि तपाईँ त्यहाँको दादा नै हो, त्यहाँको डन हो तपाईँ कि तपाईँ त्यहाँको कोबाट चलिरहनु भएको छ, कुन निकायबाट चलिरहनु भएको छ तपाईँ यसरी धम्की दिँदै हिँड्ने। अनि तपाईँ गाउँका सोझा साझा दाजुभाइहरूको पैसा हिनामिना गर्ने झुक्क्याएर, अनि अझै पनि तपाईँलाई यत्रो चाहिँ न्युज सम्प्रेषण हुँदा पनि तपाईँलाई डर छैन, अझै धम्क्याउँदै हिँड्नुहुन्छ। बडो घमण्ड रहेछ तपाईँमा, बडो अहमता रहेछ तपाईँमा। यो अहमता केही दिनमा त्यो पैसा तिर्नु भएन भने, त्यो जति बोल्नु भएको थियो त्यो पैसा तिर्नु भएन भने, जे सम्झौता गर्नुभएको थियो त्यो पैसा तिर्नु भएन भने, बेलैमा आफू क्लिन हुनु भएन भने अहमता तपाईँलाई सम्बन्धित निकायले देखाउने छ। तपाईँको घमण्ड धेरै रहेछ, त्यो घमण्ड केही समयमा तोडिनेछ। विचार गर्नु होला। यसरी धम्क्याउँदै हिँड्ने काम, सोझा साझा जनतालाई त्यहाँ धम्क्याउँदै हिँड्ने काम गर्नुभयो भने सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण होस्। यो कुरामा तत्काल ध्यानाकर्षण होस्। यस्ता धम्क्याउँदै हिँड्न सक्ने मान्छेले भोलि अर्को अपराध नगर्ला भन्न सकिँदैन। त्यसैले सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण होस्। यहाँ मलाई विभिन्न त्यहाँका सोझा साझा जनताहरूले फोन गरिरहनु भएको छ, हामीलाई धम्क्याइरहेका छन् अध्यक्षले भनेर। यस्तो काम नगर्नु होला। यो पनि सबैले सेयर गर्नु होला। अब कसलाई धम्क्याउनु हुँदो रहेछ, धेरैभन्दा धेरै सेयर गर्नु होला।